साथीहरु नमस्कार, वेलकम टु द च्यानल। साथीहरु कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गरी हामीलाई कन्टिन्युअसली फलो गरेर साथ सहयोग हौसला र सुझाव दिनुहुनेछ भन्ने अपेक्षाका साथ म यहाँलाई आजको विषयवस्तुतर्फ केन्द्रित गराउन चाहन्छु। आजको विषयवस्तु रहेको छ एन्जाइटी। साथीहरु तपाईहरुले यदि कुनै पनि एक्सन अथवा चाहिँ घटनामा वास्तविकतालाई नबुझी आफ्नो मस्तिष्कमा भएको बिलिफ सिस्टम अथवा विश्वास प्रणालीलाई प्रयोग गरेर यदि इमेजिनरी थट अथवा चाहिँ काल्पनिक सोचाइ तपाईले विकसित गर्नुभयो भने त्यसले तपाईलाई एन्जाइटी क्रिएट गर्छ। साथीहरु एन्जाइटी क्रिएट हुने मुख्य कारण भनेको तपाईको साँचो कुरा र तपाईको चाहिँ कल्पनाको कुरामा चाहिँ तपाईको फरक पत्ता नलाग्नु नै एन्जाइटीको मुख्य कारण हो। साथीहरु यसकारण तपाईले एन्जाइटी कसरी उत्पन्न हुन्छ भन्ने सन्दर्भमा एन्जाइटीको पनि मुख्य तपाईको कारण भनेको नकारात्मक विचार नै भयो। साथीहरु किन भन्दाखेरि तपाईको साँचो कुरा नबुझेर काल्पनिक सोचाइ गर्नु भनेको काल्पनिक रूपमा नकारात्मक विचारलाई सिर्जना गर्नु हो। साथीहरु र यसरी तपाईको काल्पनिक सोचाइ अथवा नकारात्मक सोचाइ काल्पनिक रूपमा विकास गर्नाले मानिसको मस्तिष्कमा अनावश्यक डर पैदा हुन्छ। साथीहरु जस्तै म त पागल पो हुन्छु कि अथवा चाहिँ मेरो मुटुको धड्कन बढेको छ, मलाई हार्ट अट्याक हुन्छ कि, मेरो छाती भारी भएछ, मलाई हार्ट अट्याक भएर मर्छु कि, मलाई सास फेर्न गाह्रो भयो, भर्खरै मर्छु कि भन्ने लगायतका कुराहरू तपाईको दिमागमा क्रिएट हुन्छ। साथीहरु र यी सबै नकारात्मक सोचाइहरू अथवा काल्पनिक सोचाइहरू क्रिएट भइसकेपछि तपाईलाई त्यसले फिजिकल्ली एकदमै तपाईलाई असर गरेको महसुस हुन्छ, जसले गर्दा तपाईले कुनै समयमा प्यानिक अट्याक अत्यन्तै तपाईले शारीरिक रूपमा पनि कष्ट भोग्नुपर्ने तपाईको भोग्नुपर्ने लगायतका समस्याहरू तपाईलाई आउन सक्छन्। यसकारण एन्जाइटीको मुख्य समाधानको उपाय भन्नुको अर्थ के हो भन्दा साथीहरु तपाईले एन्जाइटीको बारेमा बुझ्नु। तपाईले के बुझ्नु पर्यो भन्दा एन्जाइटीको बारेमा, एन्जाइटी क्रिएट भएको सोचको बारेमा, एन्जाइटी क्रिएट भएका सम्पूर्ण सोचहरू काल्पनिक हुन् भन्ने कुरा तपाईले पहिला बुझ्नु पर्यो। साथीहरु त्यति मात्रै बुझे पनि तपाईको प्रब्लम 90% हल हुन्छ। किन भन्दाखेरि अधिकांश एन्जाइटीको केसमा देखिएका फिजिकल सिम्पटम्सहरू अथवा 99% फिजिकल सिम्पटम्सहरू तपाईको काल्पनिक अथवा चाहिँ फल्स सिम्पटम्सहरू हुन्। साथीहरु यसकारण तपाईले एन्जाइटी यदि तपाईलाई छ, एन्जाइटी डेभलप भयो, डर पैदा भएछ, तपाईलाई प्यानिक अट्याकको महसुस भएछ भने तपाईले यो मेरो काल्पनिक सोचाइको कारणले हो भन्ने कुरा तपाईले चाहिँ पहिला दिमागमा राख्नु जरुरी छ। साथीहरु त्यति मात्रै गरे तापनि तपाई बिस्तारै योसँग लड्दै अथवा यसलाई जित्दै जान सक्नुहुनेछ र बाँकी एन्जाइटीसँग लड्ने टेक्निक्सहरू, यसलाई आउनै नदिने अथवा आफूमा एन्जाइटी हुनै नदिने टेक्निक्सहरूको विषयमा म फर्दर यस च्यानलमा फर्दर भिडियोजहरुमा तपाईसँग कुरा गर्ने छु अथवा तपाईलाई जानकारी दिने नै छु भन्दै आजको विषयवस्तुलाई यही बिट मार्न चाहन्छु। यहाँहरूले अन्तिमसम्म भिडियो हेरेर हामीलाई साथ सहयोग हौसला र सुझाव दिनुभएकोमा यहाँहरूप्रति कृतज्ञता प्रकट गर्दै बिदा हुन चाहन्छु। हवस् त नमस्कार। कृपया च्यानललाई सब्स्क्राइब गरी हामीलाई कन्टिन्युअसली फलो गर्दै जानुहोला। धन्यवाद।